भने माग कसम यस्तो माया बजारमा किन्छु म ब्रेक पार्टी आजै नै दिन्छु म उसले छोड्दा मर्छु जस्तो लाग्थ्यो छोड्यो बाँचेकै छु के रे धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईहरुलाई विशेष धन्यवाद दिन चाहन्छु आज मेलाको पहिलो फर्स्ट कलाकार मलाई यस्तो डर लागेको थियो अब के हुने हो आज फस्यो अब बर्बाद हुने हो भनेर तर तपाईहरु सबैजना आएर त्यो मेरो डर हटाइदिनु भएको छ त्यसको लागि मनैबाट धन्यवाद दिन चाहन्छु है तपाईहरु सबैजनालाई यतिको त दिनु दाइ किन रिसाउनु भएको छैन अनि अनुहार त रिसा जस्तो पार्नु यस्तो गरेर कतिखेर गीत गाउली भनेर हो कि धोकेबाजलाई सम्झिनु भयो कि के हो उयो त तपाईले हो सम्झेको धोकेबाजलाई लास्टै पीडा भएको छ दाइ पीडा भयो भने धोकेबाज छुन्ने हैन कि अर्को छ यता पनि नजा भन्थ्यो उता पनि नजा अहिले रोक्ने कोही नि छैन मलाई कति मजा गाएकै छु के रे नाचेकै छु के रे उसले छोड्दा मर्छु जस्तो लाग्थ्यो छोड्यो बाँचेकै छु के रे बाँचेकै छु के रे बुझ्नुभयो अब यो धोकेबाज गरेर रुने दिन गइसक्यो है गाइस तिमीले धोका दियौ भने माग कसम कट्टाने हो रुने दिन गयो तर पनि धोकेबाज चाहिँ म सुरुमै गाउँछु है सबैजनाले जोरदार आवाजमा मसँगै गाउनु होला तर यो धोकेबाज भनेको लिरिक्समा मात्रै जानु होला पुरा त्यो फिलिङ्समा चाहिँ नजानु है तपाईहरु धोकेबाजमा पनि नाचेर देखाइदिनु अनि त्यस पछाडि प्रुभ हुन्छ कि तपाईहरु कति खुसी हुनुहुन्छ कति बिन्दास हुनुहुन्छ भनेर है धोकेबाजमा पनि नाचेर देखाइदिनु है तपाईहरु हुन्छ नि ल धोकेबाज ट्र्याक प्लिज अनि त पिछतिर पनि हल्का हल्ला चाहियो है यता यता पिछतिर हुनुहुन्छ कि हुनुहुन्न केही थाहा पाइदैन यो लाइट छिक्यो भने मात्रै देखिने रहेछ ल धोकेबाज ट्र्याक बजाइदिनु होला
बजारमा किन्छु म ब्रेक पार्टी आजै नै दिन्छु म छुट्यो पिरीमा मेरो छुट्यो पिरीमा मेरो छुट्यो पिरीमा तेरे कारण बन्धनमा थिए म अब फेरि म तेरे कारण बन्धनमा थिए म अब फेरि म कुन गीतबाट सुरु गरौँ अब यतापट्टि डान्सिङवाला गीत चाहिएको रहेछ मैले बुझिसकेँ ल बुझिसकेँ पहिला म मेरो नयाँ गीत सुनाउँछु उसले छोड्दा मर्छु जस्तो लाग्थ्यो छोड्यो बाँचेकै छु के रे दुश्मन चलिरहन्छ जीवन चलिरहन्छ ल बाँचेकै छु के रे ट्र्याक बजाइदिनु होला दुश्मन चलिरहन्छ जीवन चलिरहन्छ वाला लाइन चाहिँ एकदमै ठुलो आवाजमा गाउनु होला कट्टा हान्दिन्छुको पाला आउँदैछ है दाइ प्रेसर दिन पाइँदैन है अहिले ल बाँचेकै छु के रे ट्र्याक प्लिज कोही उभिन पाइँदैन सबै नाच्नु पर्छ है त यता त मैले नाच्नु भन्नै पर्दैन यता त आगो बलिसकेको छ यता चाहिँ बेला भनेको भनै गर्नुपर्छ है अब मैले भन्नु पर्दैन होइन त्यही भएर इन्स्पेक्टर हसेसँग डराउँदिन कसैसँग लाइन ठुलो आवाजमा गाउनु होला है त इन्स्पेक्टर हसेसँग डराउँदिन कसैसँग हाम्रो दुश्मन छ धेरै अब झन् सबैजना नाच्नु पर्यो स्पिड बढ्दै जाँदैछ यता त अब यता पनि सुरु भइसकेको छ यता पनि रोकिँदैन है यता रोकिँदैन यता बबाल भइसकेको छ दुश्मन ट्र्याक बजाइदिनु होला प्लिज अब धेरै गीत बाँकी छैन है भरे नाच्छु भनेर पर्खिनु भयो भने सकिने बेला भइसक्यो नि त्यही भएर नाचिहाल्नु पर्यो सबैजना अन्तिम प्रस्तुति रहने सबैजना नाच्नुपर्छ है त थ्याङ्क यू सो मच ल मैले हेरिरहेको छु जो धेरै नाच्छ त्यो धेरै बाँच्छ त्यही भएर नाच्छ ल आउन माया सँगै नाचौँ न हे आउन माया सँगै नाचौँ न यहाँ अगाडिको मायाहरूलाई के भइरहेछ
चाहन्छु 7 स्टार क्लबलाई धेरै धेरै धन्यवाद र तपाईँहरूलाई झन् धेरै धन्यवाद। मलाई चाहिँ फेरि स्टेजमा चढेको बेला नाच्नै आउँदैन। म नाच्ने भनेको विराटनगर किङ्सले चित्ता मात्रै हो र तपाईँहरू पनि हो। त्यही भएर आज अलिक थोरै नाचेको, भोलि जित्छ है, भोलि नाच्नु होला भोपाल। त्यही भएर तपाईँहरू सबैजनालाई एकदम मनबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र आयोजक टिमलाई धन्यवाद दिँदै मेरो प्रस्तुति आजको लागि यति नै। थ्याङ्क यू।